घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो भित्र? आत्मबल स्याउ अब के अरे फुलको गुच्छा अनि केरा यस्तो दिए। अहिलेसम्म तपाईँको यहाँबाट अनुसन्धान गरेर आविष्कार गरेर मान्छे आफ्नो खुट्टामा आफै भर परेर गरेको व्यवसाय उद्यम चाहिँ अहिले छैन, अहिलेसम्म छैन। किनभने 2 वर्षमा कसरी हुन्छ? यो चाहिँ के अरे मकै रोपेर बारीमा मकै रोपेर 6 महिनामा मकै भाँचेर खाए जस्तो अथवा धान रोपेर 4 महिनामा बाली काटेर खाए जस्तो कुरा होइन नि। झलनाथ खनाललाई सर्प पाल्नलाई यति पैसा छुट्याइयो, महावीरले देशको लागि गर्दाखेरि महावीरलाई पैसा दिएन भनेर तपाईँको कारण झलनाथले गाली पाइरहेछन्। अब त्यो त मैले गाली गर भनेको छैन कसै जनतालाई। महावीर पुन भनेर हामी के बुझ्थ्यौँ भने म्याग्दीका गाउँमा म्याग्दीका जिल्लाका आसपासमा वायरलेस प्रविधि इन्टरनेट प्रविधि सुरु गर्नुभएको छ भनेर सुन्थ्यौँ। तपाईँ एकाएक फेरि आविष्कार केन्द्र खोल्ने भनेर राष्ट्रिय स्तरमै आउनुभयो। के त्यतिमा तपाईँ सन्तुष्ट नभएर फेरि यो सुरुवात गर्नुभयो? हो। एउटा कार्यक्रम त म हेर्दै थिएँ, तपाईँले चाहिँ तपाईँहरूको सम्मान म थाप्दिनँ, तथापि फोन गरेर उहाँहरूले भनेको कुरा के हो भने तपाईँलाई सम्मान पनि गर्छौँ भनेको हो। र मैले भने सम्मान गर्ने भएदेखि म आउँदिनँ। हाम्रो बा मन्त्री भइसक्नु भयो, यहाँबाट निस्किनु आउनु भयो होइन।